ट्याट्टै त्यसको त आन्द्रा बुढी बाहिर पुचुत पुचुत निस्केको या हप्पा आफ्नै करेसा बारीमा फलेको हाम्रो स्याउ अबि हैन यो फुल यसरी यसरी टिपेर हो यो भित्रमा छ हात काट्यो आया आया हेर मुला म यो गर्न आएको नेपाल तिमीहरूलाई के थाहा छ बे मेरो ब्याकग्राउन्ड यसरी बाल्छन् आएको Hello everyone, what is up? Welcome back to my another video and good morning सबैजनालाई। कस्तो भयो तपाईको मर्निङ? मेरो मर्निङ दामी भयो। मेरो कपाल पनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो भएको छ। यता गुड मर्निङ मर्निङ। यप गाइज सबैजना सन्चै हुनुहुन्छ होला। यप म पनि सन्चै छु र सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्नेछु। र आजको हाम्रो बिहानी चाहिँ बाख्राको मे 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 गरेर सुरु भयो। कहाँ चराउन अनि के भन्छ अरे तपाईँले मुही पार्नुहुन्छ पार्छु अरे खै त। ओके गाइज ल अब चाहिँ म आज म के गर्नेछु भनेर तपाईँहरूलाई देखाउने नै छु। तपाईँहरूले थम्बनेलमा देख्नु भयो होला। र आज म के गर्नेछु त्यो मलाई थाहा छैन। तपाईँहरूलाई मैले डेली अपडेट दिने कोसिस गर्नेछु। बिहान हिजोको पनि तपाईँहरूलाई भिडियो देख्नु भयो होला। ए हाम्रो कुखुराहरू सानो कुखुराहरू मैले सानोमा के हो यत्रो बच्चालाई होइन यसरी माथिबाट ढ्याङ्ग टेक्छ भन्दा कचाप्प किचेछ नि। अनि त्यसको आन्द्रा भुँडी सबै निस्कियो पुचुत पुचुत भयो। सानोमा म पहिला म सानो हुँदा अनि यसरी माथिबाट जुरुक्क उफ्रेर तल झर्छु भनेको त ठ्याक्क त्यसको बच्चा मेरो खुट्टा मुनि परेको क्या। अनि पचात्तै त्यसको त आन्द्रा भुँडी बाहिर पुचुत पुचुत निस्केको या। अनि त्यसपछि मैले पिटाइ पनि खाएको त्यसपछिको गाइज। अब तपाईँहरूलाई मैले होइन हाम्रो घरमा फलेको फलफुल देखाउँछु। के फलेछ होला त हाम्रो घरमा फले स्याउ। हेर्नु यो चाहिँ हाम्रो स्याउ हो, स्याउको रुख हो। यी फलेको पनि छ। यो हाम्रो घरको स्याउ गाइज। बाबाले यस्तो राखिदिनु भयो यहाँ गएर कोही चोर्छ भनेर। चोर्नेले त यसरी चोरिहाल्छ नि होइन। मेरो चाकमा ढकल्दो न। बौला समात्नु पर्दैन मलाई। चाकमा समात हाम्रो स्याउ बारीमा टिपेर खाइदिउँ। अमिलो होला है। स्याउ 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 टोक्दिउँ। रुखमै फलेको स्याउ खाँदा कस्तो हुन्छ? रुखमै फलेको स्याउ खाइदिन्छु क्या। गुलियो गाउँमा हुनुको मजा यही छ। गुलियो खाएको गुलियो खान कस्तो रस चुहे हरियो तर गुलियो यो फुजी स्याउ हो क्या। अनि त्यसले चाहिँ उहाँ चाहिँ रातो कुन तिमीले टिप्नु भनेको रातो टिप्नु भनेको? त्यहाँ त सानो छ। बिहान इन्डियनहरूले के भन्छ अरे केमिकल हालेर लिएर आउँछ। हाम्रो
अर्ग्यानिक घरमै पलेको रुखमा गएर टिपेर रुखकै बोटामा हुँदा अरे खानुको मजा कस्तो दामी यस्तो जुसी छ गुलियो भने यस्तो मिठो हुन्छ होला खाऊ लौ ग मिठो मिठो त भइहाल्छ नि स्याउ 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 हरियो छ आफ्नै करेसा बारीमा फलेको हाम्रो स्याउ बिहान बिहान खाँदा कस्तो हुन्छ त आफ्नै करेसा बारीमा फलेको स्याउ आफ्नै करेसा बारीमा फलेको स्याउ यो चाहिँ खाइदिन्छु है आफ्नै करेसा बारीमा फलेको खाम आफ्नै करेसा बारीमा फलेको स्याउ यस्तो गरेर गुलियो त्यो हरियो छ नि गुलियो यार खाउलो म आउँछु नि अब तल झर्छु हाप्पा गर हाप्पा हाप्पा अनि हाम्रो मकै बारी हेर्नु मकै बारी हो बिच बिचको चाहिँ सुन्तलाहरू हो बाबाले सुन्तला रोप्नु भएको छ मजाले बाख्राले खाएर माथि माथिको टुप्पै छैन यार र चाहिँ झक्कले बोका हेर्नु न झक्कले बोका झक्कले बोका बो 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 यो चाहिँ हाम्रो कसको बाल ह्यान्डसम छ नि पाडो त ह्यान्डसम छ त कपाल हेर्नु न पुरा होइन स्टाइलिङ गरेर बसेको जस्तो के ऊ जस्तो देखियो ब्राड पिट जस्तो हजुर यहाँ हेर न यसले के गरेको यो के गर्दैछस् त मान्छे हो नि त हामी त साले गदे यो अर्को चाहिँ यहाँ चाहिँ भैँसी यसले चाहिँ हान्छ अरे के हान्छ के साले उता हानिदिन्छु अरे तर झन् माया गरेछु अबि आऊ आऊ माया गर्छु आऊ अबि आऊ अबि हानिदिन्छु अरे मासले हिलाई यहाँ आइज माया गरिरहेको छु यसरी आइज आए यसले त अबि धन्य हानेन यसको चाकमा हान्छ यसको चाकमा किन डरा छोड तिम्रो कपाल कोरिदिन्छ पाडी हो क्या हो आऊ हान्छस् तेरो अरे छोरा आफ्नो छोरा हान्छस् आफ्नो छोरा हान्छस् यो पनि तर्से बोका पनि तर्से यार बोको लिपस्टिक पनि भित्र लिपस्टिक भित्र बोकाले लिपस्टिक निकालेर हैरान मान्छेलाई देख्ने बित्तिकै लिपस्टिक निकाले प्लास्टिक दिनु त हामी खाएर खानु प्लास्टिक दिनु टाइम पहिला चढेको एउटा काफल टिपेर खाइहाल्छु ल म कस्तो बना काफल छ है अनि ल भुन्टु के भन्छ रे कहिलेतिर निस्किने तपाईँहरू फिक्स भयो भएन होला है मलाई कि यहाँ चढेर
मलाई यो काफलको बुटमा चढेर यो चाहिँ हामी सानैदेखि चढिरहेको काफलको बुट हो क्या। अनि त्यसपछि मलाई कति धेरै मेमोरीहरू याद आइरहेको छ क्या अहिले चाहिँ। यो रुखमा कति धेरै काफलहरू फल्दाखेरि हामी थुप्रै हाम्रो दाजुभाइहरू मात्र हाम्रो अब यो एरियामा सबै दाजुभाइ छौँ नि त। अब साइला बाको छोरा, साइला बाको छोरी, कान्छे बाको छोरा, कान्छे बाको छोरी, त्यस्तो छौँ सबै। अनि हामी सबै दाजुभाइ दिदीबहिनीहरू मिलेर चाहिँ काफल टिप्नु चढ्थ्यौँ क्या। अनि एउटा हाँगा यो मेरो हाँगा हो है, यो एउटा हाँगा मेरो हाँगा है, यो हाँगामा नआइज है भने त्यस्तो गर्ने। कहिले त्यसरी टिपिन्थ्यो भने कहिले चाहिँ फाइट खेलिन्थ्यो कि यहीँ माथि नै। फाइट मतलब त्यस्तो फाइट होइन, मुखामुखले फाइट खेलेर रिसारिस गरेर। ओहो नि कति धेरै मेमोरीहरू छ। अनि यही काफलको रुखमा बसेर काफलको के अरे त्यो नुन खुर्सानी लिएर आउने। अनि काफल रुखमा बसेर नुन खुर्सानीसँग काफल डोब्दै खाँदै अनि घर गएर भातै खाइन्थेन के। त्यस्तो कति धेरै मेमोरीहरू छ। सबै मेमोरीहरू कस्तो हानिराख्यो मलाई अहिले। आया काफल टिपियो यत्रो धेरै काफल टिपियो गाइस काफल। मैले त्यही दुःख गरेर टिपेको काफल यही हो। हातमा कोत्रो टिपेकी काफल। आया जिन्दगीको गोरेटोमा यस्तो टिप्नुपर्छ, खानुपर्छ, मिहिनेत गरेर। आफ्नो मिहिनेतमा टिपेको फलहरू जे पनि मिठो हुन्छ। मिठो गरेर खाएन भने तिम्रो जानेछ। अब यसलाई ट्याक्क लाएर नुन खुर्सानी पिस्छौँ तरेरो मोलेर ट्याक्क खायो भने यस्तो दामी हुन्छ। पहिला नि यस्तै गरेर खान्थ्यौँ हामीले। हेलो गुड मर्निङ गाइज। हाम्रो चाहिँ सुरुवात भएको छ घाँस काट्न जान लाग्यो मैले चाहिँ। अनि अहिले भर्खर कफी खाएर हामी चाहिँ अब घाँस काट्न जान लागेको छौँ बाख्राको लागि। बाबाले चाहिँ आधी बाख्रालाई चाहिँ चढाउन लगिसक्नु भयो। तर अनि अब चराएर ल्याइसकेपछि चाहिँ घाँस त खुलाउनु पऱ्यो, त्यही भएर घाँस काट्न जान लागेको छौँ। बारीको पाटाको छेउमा गएर चाहिँ घाँस काट्ने हो नगर्नु। अनि भाउजू चाहिँ बटुल्नेमा पर्नुहुन्छ, म चाहिँ रुखमा चढेर घाँस काट्ने। बोकेर आउने मैले तपाईँले होला नि त। कताबाट जाने, यताबाट जाने कि उताबाट जाने? ए घाँस टिप्नेमा हुन तल्लोबाट जाउँ न। अनि के भन्छ अरे हाम्रो गाउँघरको के भन्छ लाइफस्टाइल हो यस्तै हो। बिहान उठ्यो, घाँस काट्यो, त्यो ब्रेकफास्ट गऱ्यो, घाँस काट्न गयो, अनि आयो, खाना खायो, अनि फेरि काम गर्न गयो। त्यस्तै हो। तर हामी चाहिँ अहिले चाहिँ ब्रेकफास्ट गरेर मात्र अहिले हामी घाँस काट्न जान लागेको छौँ। त्यही हो। म रुखमा चढ्न लागेको पनि कति वर्षपछि रुखमा चढ्न लागेँ। ए होइन हो, हिजो भर्खर त चढेको रुखमा। हिजो काफलको रुखमा चढेको पुरै कोतारेर शरीरभरि। अनि तपाईँहरूलाई कतिको याद छ सानोमा तपाईँहरूले यस्तो गर्नु भने यो फुल होइन, यो फुल यसरी टिपेर हो यो भित्र हुन्छ भित्र गुलियो हुन्छ। न्युरो भेटाएँ मैले न्युरो भेटाएँ। हजुर जो चाहिँ उससँग डराउँछ, जुका लाग्यो भने पुरा 4 हात पर भाग्छ, उसले चाहिँ च्याउ खोल्नु जान्छ। लाज लाग्दैन? न्युरो यत्रो धेरै भयो। अहिले न्युरो टिप्नुलाई बरु अहिले भरे भात खानलाई नि, भातसँग भुटेर खानलाई न्युरो। एकचोटि म घाँस काट्न जाँदाखेरि म रोछु नि, पुरै भिडमा यो त सिङ्गी बोकेर जानुपर्छ। म बोक्छु होइन क्या, त्यो नहाल्नु क्या त भारी बिगारिदिन्छ। ए कति भयो तर पैसा माथि नि त। हात काट्यो। आया म त हात काटेको खै त्यस्तो बाँध्ने। रातो सिस्टोले पोल्यो मलाई, सिस्टोले पोल्यो कसम। थेरापी भयो, सिस्टो थेरापी। आया
ढाड दुख्यो गर्मी हो कि कस्तो कताबाट जाने हो गाह्रो छ जिन्दगी गाह्रो छ हो यही गर्न आएको सिस्नोले पोलो पुरै रात हात त पुरै रिम 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 गरे अनि यत्रो भारी बोक्यो आज मलाई कम सोच्यो हौ मलाई बेफाल्टुको भन्नेहरू धेर मैले यत्रो काम गरेछु अनि अस्ति यस्तो भनेको थियो एउटाको कमेन्ट मैले पढेको थिएँ कि त मुलाई यही गर्न आएकोस् नेपाल रे कि मलाई त हेर मुला म यो गर्न आएको नेपाल अनि अरूले भन्छ कसैले भन्छ ए कन्टेन्टको लागि गर्छ यसमा मुला कन्टेन्टको लागि होइन मैले रियल लाइफमा पहिला पनि गरेको काम हो पहिला 10 क्लाससम्म चाहिँ यही गरेर हुर्केर बढेर क्लास के अरे एसएलसी दिएको मान्छे हो म बुझिस् त मुलाहरूले यसरी भन्न मिल्दैन मलाई त्यो चाहिँ भन्नेहरूलाई है तपाईँहरूको लागि होइन राम्रो मान्छेहरूको लागि होइन मलाई सपोर्ट गर्नको लागि होइन जसले चाहिँ मलाई भन्छ नि त मुलाले के गरिस् के गर्छस् के कन्टेन्टको लागि सब गरेको कन्टेन्टको लागि हो अरे त्योभन्दा अगाडि पहिलाचोटि गाउँमा आउँदा पनि मैले के अरे गाउँ काटिरहेको थिएँ मुला कन्टेन्टको लागि गरेर आएछ तिमीहरूलाई के थाहा छ बे मेरो ब्याकग्राउन्ड मेरो पहिलाको हिस्ट्री के थाहा छ मैले केसम्म गरेँ कतिसम्म गरेँ तँलाई के थाहा छ होइन पहिला त म 10 क्लाससम्म चाहिँ यही गरी 10 एसएलसी दिएर म बल्ल बुटोल झरेको भनिदिएको यसै र आज चाहिँ म आज पनि काम गरेर पसिना भयो अब चाहिँ म नुहाइधुवाइ गर्छु त्यसपछि आज चाहिँ हाम्रो वाइफाई पनि जोड्न आउँदैछ हाम्रो घरमा वाइफाई जोड्न लाग्यो त्यही हो यस हाम्रो गाउँको लाइफ यस्तै चलिरहेछ गाइज त्यो धैँसा लाउनु के कालो हुन्न अनि त्यो धैँसा लाउनु पर्छ ल धैँसा लगाउनु पर्छ कालो हुन्छ के भाउजू खरानी लाउनु पर्छ ए कालो हुन्छ के उयो खरानी यो कालो लगाउनु कालो खरानी ढङ्गसँग छैन अहिले बाबा मटिटेल छैन आगै बोलिनौ ढङ्ग छैन भाउजूको म मसला पिस्दिन्छु भनेर के पहिला यो भाउजूलाई लसुन पिस्नु लगाएर मैले मासु पराइदिन्छु के त्यो पहिला धैँसो लाउनु न के अरे खरानी लाउनु न भाउजू पर्दिन रे के मम्मीले पर्दिन के साह्रो मलाई कालो हुन्न नि तपाईँले मात्नुहुन्छ मान्नु है त त्यसो भए मान्नु है त सासु परेर मात्र सबै त्यो आगो पनि निभाए झन् फुफु गरेर के गर्नु लाग्नु भयो तपाईँ मम्मीले पकाउनुहुन्छ नि मम्मीले त्यो अहिले के गनाउने हो त्यो त्यो सिटी लगाएर पकाउने होइन कुकरमा सिटी लाउने हो कि मम्मी बुढो खान यहाँ सिक्नु तपाईँलाई सिकाउँछु कसरी पाल्ने आगो अघि म बाइक आगो गर्दै आगो बाल्न लाग्ने त्यो त अरिङ्गाल पोल्दा जस्तो भयो त्यत्रो धेरै बल्यो बलिन नि त अनि मलाई मात्र बलेको रहेछ भने तपाईँको फेरि यो पनि सबै चिसो रहेछ भयो यसरी बाल्छ आगो देख्नुभयो छिटो बुझ्नु न यसमा मेरो 20 वर्ष र के 10 वर्षको तजुर्बा छ यहाँ मेरो आगो बाल्ने 10 वर्षदेखि बाल्दै आएको सुरुमा तेल बसाइसकेँ कि मैले यहाँ तेल बसाइसकेँ भरे यहाँ काट्नु रहेछ बाँकी यत्रो ठुल्ठुलो यत्रो पिस छ भने यत्रो पिस त नि कहाँ खानु हौ राख्नु न म मासु काट्छु के यो के हो मासु छ ट्याक ल मासु भुट्नुभन्दा अगाडि क्या बोसो हाल्ने त्यसमा तेल धेरै हाल्नु पर्दैन के मैले हालिसकेको छु तेल मैले पकाएको मासु पाक्यो त्यो चाहिँ अलिकति
अलिकति बुढो बाख्रा थियो अरे अनि त्यही भएर चाम्रो भएर चाहिँ सिटी लगाएको थियो अनि हाम्रो यो सिटी बिग्रे रहेछ हातले पो लगाउनु पर्ने के अरे देखिन्न झोलवाला मासु झोलवाला भर्खर बल्ल खाना पकाएर भइयो के काम त अराइहाल्नुपर्छ है काम त तपाईँ लास्टै अल्छिनु खाएर भाउजू भर्खर यत्रो बेर 2 घन्टा लगाएर खाना बनायो के यहाँ हात पनि पोलिसक्यो पुरै हात पोलेछ यहाँ हिजो यति माथि सिस्नो नि हात पोलेको यस्तो फोका उठिरहेको छ यहाँ देखिन्छ कि देखिन्न यहाँ यो सेतो सेतो भएको सबै फोका उठेको 2 घन्टा लगाएर खाना बनाएर भए अब चाहिँ नुहाइधुवाइ गर्ने नुहाइधुवाइ गरिसकेपछि खाना खान्छु त्यसपछि कता के गर्छु केही पनि थाहा छैन आज ऱ्यान्डमली यत्तिकै के गर्ने के प्लानिङहरू केही पनि छैन अब चाहिँ यत्तिकै खाना खान्छौँ अनि त्यसपछि ऱ्यान्डमली के गर्छौँ थाहा छैन हेर्दै गर्नु गाइस के गर्छौँ तपाईँहरू भ्लगमा अपडेट गरिराख्छु घरमै फलेको आँखु बाबाले चाहिँ तास दिँदैनुहुन्छ ऊ माछिम छ त आँखु त्यो हो त्यो आँखु हो त्यो यतिर भाउजूको पेन्टी पो देख्यो यार उता लाग्नु है त्यहाँ सुकाउनु आयो खु त्यहाँ के अरे बाँदर जस्तो बसेर खाइरह बाबाले चाहिँ खुल्किदिनुहुन्छ पुग्छ एउटाले ऊ त्यो ठुलोवाला छ त नि ऊ त्यो त्यहाँ देखेँ बाहिरतिर ए हो र आऊ खान कसैको बल्ल गुड मर्निङ हो हा गुड मर्निङ हामीले बाँधा जस्तो देखियो होला भिडियोमा त यो बस्न आएको कसरी बसेछ